हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। आजको भिडियोको सुरुवात हुँदैछ खेतमा बिउ निकाल्नबाट। मम्मा चाहिँ बिउ निकाल्दै हुनुहुन्छ। आज गर्मी चाहिँ धेरै नै थियो। व्हाइट कलरको किराहरू मलाई यस्तै टोकिरहेको थिए। मम्मा चाहिँ मैले निकालेको बिउलाई बाँध्दै हुनुहुन्थ्यो। यतिको बिउ निकाल्न बाँकी नै छ। यो हाम्रो खेतको छेउमा अम्बाको बोटा थियो, त्यसमा अम्बाहरू धेरै नै फलिरहेछन्। मैले यतिको बिउ निकालेँ। मम्मा चाहिँ बिउ निकाल्दै हुनुहुन्छ। म चाहिँ खाना बनाउनलाई घरतिर आएँ। घरमा आएर म तरकारी बनाउनलाई आलु बोइल गर्न राखिदिएँ। त्यसपछि ग्यास बालेँ, कुकरलाई ग्यासमा राखेँ अनि म लागेँ पिठो मुछ्नतिर। पिठो मुछिसकेपछि त्यसलाई छोपेर राखिदिएँ। आलु पनि बोइल भइसकेको थियो। त्यसपछि आलुलाई सफा बनाएर काटेँ। त्यसपछि कराई बसालेँ, तरकारी बनाएँ। फेरि म गएँ नुहाउन आएपछि आज चाहिँ मेरो व्रत थियो। पूजा गर्नतिर लागेँ। पूजा गरिसकेपछि अँध्यारो भइसकेको थियो। फुलहरूलाई पानी दिएँ अनि मेरो टिका जम्मै बगिरहेको थियो गर्मीले। आजलाई यति नै। See you in the next video. Thanks for watching. Bye bye.